हेलो नमस्कार साथीहरू। लोकसेवा अल एक्जाम एप्लिकेसनबाट खरिदार नासु र अफिसरको तयारी कसरी गर्ने म तपाईलाई त्यो देखाउन गइरहेको छु। सबैभन्दा पहिला एप्लिकेसनलाई चाहिँ ओपन गर्नुस्। हामीले यहाँनिर केही सेकेन्ड चाहिँ वेट गर्नुपर्ने हुन्छ। त्यसपछि तपाई पहिलो बटनमा क्लिक गरिदिनुस् अनि जानुस् लोकसेवा आयोग तयारी। त्यसपछि संघीय लोकसेवा तयारी। साथीहरू तपाई यहाँ सक्नुहुनेछ, यहाँ रहेको छ खरिदार तयारी, नायक सुब्बा तयारी, त्यसैगरी शाखा अधिकृत तयारी। म तपाईलाई यहाँनिर चाहिँ नायक सुब्बाको चाहिँ गरेर देखाउँछु है त। सो म बीचको बटनमा क्लिक गर्छु। यहाँनिर नायक सुब्बाको चाहिँ पाठ्यक्रम रहेको छ। त्यसैगरी नायक सुब्बा प्रथम पत्र तयारी, दोस्रो पत्र तयारी, तेस्रो पत्र तयारी, त्यसैगरी ओल्ड क्वेसन पनि रहेको छ। अब पाठ्यक्रम के रहेको छ त हेरौँ त साथीहरू। तपाईले चाहिँ यसरी चाहिँ हैन पाठ्यक्रम शैलीसँग अध्ययन गर्न सक्नुहुनेछ। अब प्रथम पत्र तयारीमा चाहिँ क्लिक गरौँ। यहाँ साथीहरू हामीले चाहिँ नायक सुब्बाको जीकेआईको नोटहरु राखिदिएका छौं। त्यसैगरी समसामयिक नोट रहेको छ, त्यसैगरी एक्जाम पनि रहेको छ। सुरुमा जीकेआईको नोटमा क्लिक गरौँ। तपाईले यहाँनिर अब सौर्यमण्डल सम्बन्धी जीके नोट्समा क्लिक गर्ने बित्तिकै सौर्यमण्डल सम्बन्धी चाहिँ नोटहरु हेर्न पाउनुहुनेछ, पढ्न पाउनुहुनेछ। त्यसैगरी म तपाईलाई देखाउन चाहन्छु विश्वको भूगोल सम्बन्धी जीके नोट्स। यसमा क्लिक गर्छु है त। यहाँनिर विश्वको भूगोल सम्बन्धी चाहिँ नोट रहेको छ। त्यसैगरी म तपाईलाई समसामयिक नोट पनि देखाउन गइरहेको छु। यहाँनिर साथीहरू तपाई शैलीसँग चाहिँ हैन पढ्न सक्नुहुनेछ। अब यसमा एक्जाम कसरी दिने त? साथीहरू तपाई यहाँ देख्न सक्नुहुनेछ, यहाँ रहेको छ नायक सुब्बाको टपिक अनुसार अनलाइन एक्जाम। यसमा क्लिक गर्ने बित्तिकै है टपिक वाइज चाहिँ एक्जामहरु आउनेछ। जस्तो कि म तपाईलाई एउटा गरेर देखाउँछु। यहाँ रहेको छ नेपालको भूगोल। यसमा म क्लिक गर्छु। त्यसपछि यहाँ क्लिक गरिदिनुस्। नेपालको भूगोल सम्बन्धी एक्जाम चाहिँ साथीहरू यस प्रकार रहेको छ हैन। यहाँनिर हामीले चाहिँ 50 वटा प्रश्न राखेका छौं हैन। र अब म चाहिँ यसको र्यान्डम अप्सनहरु चाहिँ हैन र्यान्डम उत्तर चाहिँ चुज गर्न गइरहेको छु। म यसरी र्यान्डम उत्तर चुज गर्न गइरहेको छु हैन। तपाई चाहिँ सही उत्तर चुज गर्नु होला। र त्यसपछि यसलाई थोरै स्क्रल गरेर चेक रिजल्टमा क्लिक गर्ने बित्तिकै हैन तपाईको मार्क्सहरु अथवा तपाईको उत्तरहरु सही हो कि गलत के हो सबै देखाउँछ। त्यसैगरी तपाईले कति छोड्नु भयो, कति मिलाउनु भयो, कति मार्क्स पाउनुभयो यहाँनिर सबै देखाउने गर्दछ। यहाँनिर अरु साथीले पनि एक्जाम दिनु भएको छ, उहाँहरुको चाहिँ मार्क्सहरु हैन नाम सहित देखाइरहेको छ। ठीक छ। यदि तपाईलाई यो सेट चाहिएको छैन, तपाईलाई अर्को सेट चाहिएको छ भने तपाईले यहाँनिर चाहिँ टेक न्यू एक्जाममा क्लिक गर्ने बित्तिकै अर्को सेट पाउन सक्नुहुनेछ। ठीक छ। अब म अर्को गरेर देखाउँछु तपाईलाई। कुनमा जाउँ त? यहाँ रहेको छ साथीहरू विज्ञान प्रविधि र स्वास्थ्य भन्ने एउटा टपिक छ। यसमा म क्लिक गर्छु। यसमा क्लिक गरिदिनुस्। यसमा पनि सेम प्रोसेस रहेको छ। यसमा म र्यान्डम अप्सनहरु चुज गर्न गइरहेको छु। तपाई चाहिँ सही उत्तर चुज गर्नु होला। त्यसैगरी यहाँ यसलाई स्क्रल गर्ने बित्तिकै चेक रिजल्टको बटन रहेको छ। यसमा क्लिक गर्नुस्। यसरी तपाईको उत्तर सही गलत के हो यहाँ देखाउनेछ। र यहाँनिर अरु साथीले पनि एक्जाम दिनु भएको छ, उहाँको पनि नाम सहित चाहिँ उत्तर, नाम सहित चाहिँ मार्क्स आइरहेको छ। त्यसैगरी अब म तपाईलाई चाहिँ हैन नायक सुब्बाको आईक्यू को हैन एक्जाम कसरी दिने त्यो देखाउन गइरहेको छु। यहाँ आईक्यू अनलाइन एक्जाम धेरै रहेको छ साथीहरू है। तपाईलाई कुन ठीक लाग्छ त्यही अनुसार चाहिँ एक्जाम दिन सक्नुहुनेछ। जस्तो कि यहाँ रहेको छ इन्सर्ट द मिसिङ क्यारेक्टर। म यसमा क्लिक गर्छु। र यो एक्जामको चाहिँ म र्यान्डम चाहिँ उत्तरहरु चुज गर्न गइरहेको छु। तपाई चाहिँ सही उत्तर चुज गर्नुस् हैन। त्यसपछि यसलाई स्क्रल गरेर चेक रिजल्टमा क्लिक गर्ने बित्तिकै तपाईको उत्तरहरु देखाउँछ। त्यसैगरी यहाँ हामीले लजिक पनि राखिदिएका छौं। लजिक भए चाहिँ के हुन्छ भन्दाखेरि तपाईलाई चाहिँ अध्ययन गर्न एकदमै सजिलो हुन्छ। सो म ब्याकमा क्लिक गर्छु र अर्को पनि म तपाईलाई गरेर देखाउँछु। यहाँ रहेको छ डेट एन्ड क्यालेन्डर भन्ने एक्जाम रहेको छ। यसमा क्लिक गर्छु अनि यहाँ जानुस्। यहाँ पनि सेम तरिका हो साथीहरू। र यहाँनिर तपाईले अब चेक रिजल्टमा क्लिक गर्नुपर्ने हुन्छ। यसरी
तपाईको उत्तरहरू देखिन्छ। यदि तपाईलाई नयाँ सेट चाहिएको छ भने टेक न्यू एक्जाममा क्लिक गरिदिनुस्, अटोमेटिक न्यू सेट आउनेछ। साथीहरु यो भयो एक्जाम दिने तरिका है। अब त्यसैगरी तपाईले नाक्सेबाको दोस्रो पत्र तयारी पनि गर्न सक्नुहुनेछ है। यहाँ सबै रहेको छ, हामीले चाहिँ टपिक वाइज राखिदिएका छौं। त्यसैगरी तपाईले तेस्रो पत्र तयारी पनि गर्न सक्नुहुनेछ। यहाँ हामीसँग सामान्य प्रशासन भयो, लेखाको भयो, राजस्वको भयो, त्यसैगरी न्यायको पनि नोटहरु रहेको छ। यदि तपाईलाई अब ओल्ड क्वेशन चाहिन्छ भने यहाँ क्लिक गरिदिनुस्। यहाँनिर हामीले चाहिँ ओल्ड क्वेशन पनि राखिदिएका छौं है। अक्षर चाहिँ अलिक सानो छ है, तपाईले यहाँनिरलाई चाहिँ जुम इन गरेर सहिलेसँग पढ्न सक्नुहुनेछ। यो भयो नाक्सेबाको कुरा है। त्यसैगरी शाखा अधिकृतक्रम सेम छ साथीहरु हैन। यसमा पनि तपाईले नोटहरु पढ्न पाउनु भयो, एक्जाम दिन पाउनु भयो। दोस्रो पेपरको नोट रहेको छ, तेस्रो पेपरको नोट रहेको छ, सबै रहेको छ साथीहरु। त्यसैगरी खर्तारक पनि सेम रहेको छ साथीहरु। तपाईले प्रथम पत्र तयारी गर्न पाउनुहुनेछ, दोस्रो पत्र तयारी गर्न पाउनुहुनेछ, त्यसैगरी तेस्रो पत्र पनि तयारी गर्न पाउनुहुनेछ। साथीहरु म तपाईलाई एउटा जानकारी गराइदिन चाहन्छु। यो एप्लिकेसन चाहिँ फ्री होइन है त साथीहरु। यो एप्लिकेसन पेड एप्लिकेसन हो, जसमा तपाईले चाहिँ 100 मा 2 महिना र 300 मा चाहिँ 12 महिनाको प्याकेज लिएर सहिलेसँग चलाउन सक्नुहुनेछ। यदि तपाईलाई ठूलो प्याकेज चाहिएको खण्डमा 550 मा 2 वर्ष र 800 मा चाहिँ 3 वर्षको प्याकेज छ, तपाईले त्यो पनि लिन सक्नुहुनेछ। तपाई चाहिँ एप्लिकेसनमा जोइन भइसकेपछि तपाईले लोकसेवा आयोग अन्तर्गत जस्तो कि खर्दार भयो, नाक्सेबा, शाखा अधिकृत, शिक्षक लाइसेन्स भयो, नेपाल टेलिकम भयो, वनरक्षक भयो, तपाईले सबै पाउनुहुनेछ, ए टु जेड पाउनुहुनेछ है। अब एप्लिकेसनमा कसरी जोइन हुने त? म तपाईलाई त्यो सिकाउन गएको छु। लोकसेवा अल एक्जाम एप्लिकेसनमा जोइन हुनको लागि सबैभन्दा पहिला तपाईले चाहिँ लोकसेवा अल एक्जाम एप्लिकेसनलाई इन्स्टल गर्नुपर्ने हुन्छ, जसको लागि तपाईले चाहिँ प्ले स्टोरमा गएर सहिलेसँग चाहिँ हैन लोकसेवा अल एक्जाम एप्लिकेसनलाई इन्स्टल गर्न सक्नुहुनेछ। लोकसेवा अल एक्जाम आइसक्यो, लोकसेवा अल एक्जाम, त्यसपछि सर्च गर्नुस् र यसलाई डाउनलोड गर्नु होला साथीहरु। अनि यसलाई ओपन गरिदिनुस्। यहाँ देख्न सक्नुहुनेछ क्रिएट अ न्यू एकाउन्टको अप्सन, यसमा क्लिक गरिदिनुस्। त्यसैगरी फेरि क्रिएट अ न्यू एकाउन्टमा जानुस्। फेरि क्रिएट अ न्यू एकाउन्ट। साथीहरु त्यहाँ क्लिक गर्ने बित्तिकै तपाईले यस खालको एउटा फर्म पाउनुहुनेछ। फर्ममा भएको सबै कुराहरु भर्ने अनि क्रिएट माई एकाउन्टमा क्लिक गर्ने बित्तिकै चाहिँ तपाईको एकाउन्ट बन्नेछ। अनि एकाउन्ट बनिसकेपछि तपाईले चाहिँ पेमेन्ट गर्नुपर्ने हुन्छ। पेमेन्ट गर्ने तरिका चाहिँ यहाँ शुल्क तिर्ने तरिकामा तपाईले क्लिक गर्ने बित्तिकै कसरी पेमेन्ट गर्ने त त्यो यहाँ सिकाएको छ। जस्तो कि तपाईलाई मोबाइल बैंकिङबाट शुल्क तिर्नु छ भने तपाईले चाहिँ यहाँनिर मोबाइल बैंकिङबाट शुल्क तिर्न सिक्नुस् भनेर लेखेको छ। यसमा क्लिक गर्ने बित्तिकै चाहिँ हैन कसरी पेमेन्ट गर्ने त यहाँनिर सबै कुराहरु सिकाइदिएको छ हैन। तपाईले चाहिँ स्टेप बाइ स्टेप हेरेर गर्न सक्नुहुनेछ। यदि तपाईलाई ई सेवाबाट चाहिँ शुल्क तिर्न चाहनुहुन्छ भने ई सेवामा जानुस्। यहाँ पनि सेम स्टेप बाइ स्टेप हैन पेमेन्ट गर्ने तरिकाहरु सिकाइदिएको छ, तपाईले त्यही हेरेर चाहिँ गर्न सक्नुहुनेछ। अनि साथीहरु अर्को कुरा के भन्दाखेरि तपाईले पेमेन्ट गर्ने बित्तिकै है पेमेन्टको स्क्रिनशटलाई चाहिँ हामीलाई तपाईले चाहिँ फेसबुक पेजमा, व्हाट्सएपमा चाहिँ जानकारी गराउनु पर्ने हुन्छ, किनकि हामीले पनि तपाईको चाहिँ रेकर्ड राख्नुपर्ने हुन्छ है। त्यही भएर चाहिँ तपाईले हामीलाई व्हाट्सएपमा, फेसबुक पेज जुनैमा पनि तपाईले चाहिँ जानकारी गराउन सक्नुहुनेछ। यदि तपाईले कुनै पनि समस्या परेको खण्डमा हाम्रो व्हाट्सएप नम्बर 9816977750 मा कल अथवा मेसेज गर्न सक्नुहुनेछ है त। धन्यवाद।